नमस्कार। लक्ष्मी एलके च्यानलको तर्फबाट आउँदै गरेको अंग्रेजी नयाँ वर्षको हार्दिक मंगलमय शुभकामनाको साथै न्यानो अभिवादन। नेपालकी चर्चित गायिका एलिना चौहानको क्यानाडा यात्राले अहिले एउटा इतिहास रचिरहेको छ। टोरन्टोबाट सुरु भएको यो सांगीतिक यात्रा भ्यानकुभर र एडमन्टन हुँदै हिजो हाम्रै सहर क्यालगरीमा आएर एउटा विशेष मोडमा पुगेको छ। आजको भिडियोमा म तपाईहरूलाई एलिनाको साताव्यापी क्यानाडा टुरको सबैभन्दा यादगार र धमेकेदार फेसबुक लाइभको केही झलकहरू देखाउनेछु। हजुर, हेर्नुहोस् यो टोरन्टोको माहौल, जहाँ हजारौं नेपालीहरू उनको एउटै स्वरमा झुमेका थिए, जहाँ हिउँको जाडोलाई एलिनाका धोकेबाजदेखि धोकामाथि धोका सम्मका गीतहरूमा टोरन्टोवासीहरूले भरपूर मनोरञ्जन लिएका थिए। प्रत्येक सहरमा एउटै कुरा साझा थियो, त्यो हो एलिनाप्रतिको अगाध माया। धोकेबाज होस् वा मिनरल वाटर, छुट्यो प्रेम, भाग्यले मिचिएको मान्छे, याद बाँकी छ, पैसा र वैंश, कट्टा हानिन्छु, भाग्यमा खोज छ, क्यानाडाका हरेक कुनामा यी गीतहरू गुन्जिएका छन्। कलाकारहरू धेरै आउँछन्, तर एलिनाले जसरी नेपाली समुदायमा जोडिन् त्यो वास्तवमै लोभलाग्दो छ। त्यसैगरी एडमन्टनका नेपालीहरू पनि यो चिसोको मौसममा कन्सर्टको मजा र आफू स्वयं गाएर भरपूर मनोरञ्जन लिएका थिए भने हिजो क्यालगरीमा भएको कार्यक्रमले त झन् सबै रेकर्ड तोडिदियो। क्यालगरीवासी नेपालीहरूको मायाले एलिना आफै पनि निकै भावुक बनेकी थिइन्। प्राय जसो सबैले लाइभ गरेका थिए। कतिपय ठाउँमा त दर्शकहरू स्टेजमा पुगेर उनीसँग नाचेको दृश्य पनि देखियो। क्यानाडाका विभिन्न सहरहरूमा रहनुभएका तपाईँ दर्शकहरूमध्ये कसले एलिनाको प्रोग्राम हेर्नुभयो? तपाईँको सहरको अनुभव कस्तो रह्यो? कमेन्टमा पक्कै लेख्नुहोला। एउटा कलाकारले 7 समुद्र पारी आएर यसरी आफ्नो देशको इज्जत बढाउँदा हामी सबैलाई गर्व लाग्छ भने, त्यसैगरी यता प्रवासमा रहेर पनि नेपालीहरूले जसो गर, जे भन, जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो भने चाहिँ एलिनाको सुमधुर स्वरसँगै नेपालको मायामा चुर्लुम्म डुबेको आभास गर्न सकिन्थ्यो। तपाईँ क्यानाडाको कुन सहरमा हुनुहुन्छ र एलिनाको प्रोग्राम तपाईँलाई कस्तो लाग्यो? कमेन्टमा पक्कै लेख्नुहोला। क्यानाडाका यस्तै ताजा समाचार, नियम र रमाइला भिडियोका लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। हस्त आजको यस सामग्रीसँगै म लक्ष्मी लम्साल खनाल, क्यालगरी, क्यानाडा।